Hi, say no. Hello guys, welcome to our vlog. आज चाहिँ हामी गिफुतिर घुम्न जान लागो। अनि आज हावा चाहिँ चलिरहेछ तर पनि अब बिदाको दिनमा बाहिर त निस्किनु पर्यो। ननिस्केको कति भयो है हामी बाहिर निस्किनु पाएको छैन आजकल। कहिले पानी कहिले घाम कहिले के भएर आज चाहिँ रमाइलो गर्नुपर्छ। खै छोरी कपाल देखाऊ। छोरीले कस्तो लुगा लाग्छ खै हेरौँ। खै सानाको लुगा खै कस्तो खवाई ये आज कलर अलिअलि मिलाएको छ ब्ल्याक व्हाइट ल है त लेट्स गो गाइस लेट्स गो आई मलड्यो मेरो ब्याग बोकेर छोरी हेर त ठिमिक परेछ। यता हेर त छोरी एकचोटि खावाई है अब हामी चाहिँ निस्किनु लाग्यो होइन त ल अच्छा पाक चस्मा बिर्सेछ चस्मा लागि कहाँ हुन्छ मैले खाएको मान्छे हो कि भन्नु ह्यान्डसम अति नै ह्यान्डसम ओके छैन रेडी रेडी हो छोरी सुपाच ओनेगाइसिमास लेट्स गो गाइस लेट्स गो के गरेको तिमी कपाल बिग्रेला नि त झन् त्यस्तो खवाई बनाइदिएको छु मैले हाई चिजु apachu aha aha kesi gomu भर्खर कमाइ आइपुग्यो। कस्तो ट्रक देखेको आज त दायाँ बायाँ अगाडि पछाडि जहाँ हेर पनि ट्रक मात्र छ यत्रो हेर्नु नि ल। हामी चाहिँ गाडी रोकेर अब हिँड्दै हो कता हो कतातिर देख्दिनँ त कतै पनि है त गाइजहरू भेटियो घुम्तीनिर लेट भयो माया सानुलाई मायालाई बाटैमा भेट भयो जिस्का पो छ। ओइ मैले लोकेसन त्यहाँ पिन गरेको नि यहाँ चाहिँ कसरी आइपुग्यो तिमीहरू? ओ ओमाचुरी रहेछ। हामी पहिला गएको चाहिँ अर्को ठाउँ हो के ओदेन हो क्या ओहो या किसोबा खानु मन लाग्यो यार। पखानु त्यो जाने हो कि पखानु सबै ठाउँ हेर्नु पर्यो नि त अब ल के फुल भन्छ यसलाई लहरे फुल है त यो चाहिँ झुन्डिनी फुल गाली गुराँस भन्छ अरे यही हेर्न आएको हामी 1 घन्टा भोक है। तपाईँ त उड्दो रहेछ त तपाईँ त उडेर आएछ त। आउनुहोस् मेरो छोरीले यो देख्नै हुँदैन। सासै पुगेन छोरी मुखमा नजिकै लाने होइन नि त। आज चाहिँ ओमाचुरी लागिरहेछ यता मान्छे टन्नै छ। ओहो पानी निस्क्यो छोरी डराएको यहाँ अघि त पानी आएको थिएन त बल्ल पानी आउने हो क्या छोरी रमाइलो भयो हो
कसरी खिच्ने राम्रो फोटो एउटा भन्दा हुँदैन रिल त दिँदैन हाम्रो ओहो यो पानी खिच्ने हेर्नलाई हेर त लु कस्तो मजाले आएको है यसरी पानी ऐसा करने का ल हाई गाइस क्यामेराम्यानको बुढी भाउजू उता छोरी र बुढी पानी झर 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 आहा जताततै पर्पल कलर यिनी जोडीहरूलाई चाहिँ यहाँ टिकटक बनाउनु पर्यो ल 1 2 3 गो कसो कसो माया बस्यो के गर्न लाग्नु भयो तपाईँ बुढीको भिडियो खिच्दै हो के गर्नु है मन नलाइ खिच्नै पर्यो गाह्रो छ मान्छेहरू 1544मा जन्मेर 1611मा 1528 19 1595 सब 1500को बेलामा जन्मेहरू रहेछ है सबै साथीहरू जस्तो छ सबै 500 बढी पर्छ यति वरिपरि छ समाउनु त त्यो हाम्रो फोटो टाँसिरहेको रहेछ भनेर कस्तो राम्रो देखेको तिमी हेर त आज लुगा पनि कस्तो खावाई कपाल पनि खावाई जुत्ता पनि खावाई सबै खावाई नटिप है टिप्नु चाहिँ हुँदैन ल लाउ छोरी आऊ आऊ अब कता कता जाने हो उतेतातिर त्यस्तो फुलहरू हेर्न जाऊँ यहाँ चाहिँ ठुलो मन्दिर पनि रहेछ मन्दिर दर्शन गर्न पाइने भइहाल्छ बाजे बोजूहरू मात्रै आउनु भएको रहेछ आज चाहिँ बिदाको दिन भएर होला बुढाहरू स्कुल गयो बाजे बोजूहरू घरमा फुर्सद अनि आउनु परेन त त्यो आचुता जिन्जामा पनि यत्रै त हो एउटालाई कति 100 रुपियाँ हो भेट्छ ल एक पोका एउटा के अरे एउटा भाँडा लिग तिमी पनि लियो ल हिँड ल बाल्न हिँड त्यहाँ नसमाऊ है यो भाँडा तातो छ यहाँ चाहिँ जलाउने ठाउँ रहेछ सोक्का सोक्का के सिकायो होला फेरि अब थाहा पाले मेरो छोरीलाई के चाहियो भने अरे हात पोल्ला के सिकाएको रे मैले अघि त्यो माग्नु पर्छ है त्यो भाँडा नछो है छोरी तातो हुन्छ है त्यतिकै छोड्दै हुन्छ खोल्नु पर्दैन त्यो ल मेरो छोरीले यो ल बाली 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 गर्यो बिहान घरमा धुप बाल्न पाएको थिएन अहिले बाल्न पायो है अब माथि राख्नु पर्यो नि त छोरी यहाँ माथि राख्ने हो के पकाएँ त उचाल्ला त यसरी यहाँ समाउ त छोरी म राखिदिउँ ल अब छोडिदेऊ छोरी अब चाहिँदैन यो राख पर्दैन गर्नु अब त्यो त तातो छ पोल्छ नि त्यो भित्र त हात पोल्छ आऊ यता आऊ ल हिँड ल जुत्ता खोल है सानो पछि आउनु न ल
ल हिँड्न सानो जुत्ता त मिलाउनु पर्छ नि ल हिँड्न छोरी ल घरै बनाएर फ्राई के अरे आगे गरेर होला नि डेन्जर इङ्ग्लिस हान्दै खान्छ बाजेले यार साइनाले त फुटाइदियो त्यसले बाँच्दियो किन तपाईँहरू हो गाइजहरू बढाउ अगाडि हजुर फेरि गर्नु एकचोटि मलाई गर्नु नि कसलाई गरे र मलाई नि गर्नु अच्छा कस्तो खाएकै हो त नि है कस्तो राम्रो देखेँ कि स्लाबको फेरि ए अरू लगाइदियो हो क्या लगाइदिएको जस्तो छ कि। त्यो असुरी मन होला कि छैन लाउने सबै लगाएको त खै हाम्रो साइना देख्दो रहेछ है सेम सेम छ त अहिले उठेर गोच्छ नि थाहा पाउँछ अहिले चस्मा लगाएर यता कता के हो जापानको भगवान् चस्मा लाउँछ क्या यार त्यस्तो लाग्यो मलाई अब भगवान्लाई दिएको हो नि त चक्लेट खानलाई मैले के भयो हुन्न छोरी उ त म भन्न जानु त त्यो बजारमा मिल्छ छोरी यहाँ पैसाहरू दिएको छैन। त्यो बजारमा मिल्छ जानु त उयो राख ओके यसरी त करोडपति भइहाल्छ नि बजाइदिनु ल त्यसको पैसा टाउको राम्रो फुटेको कि यो फुल पाक्नु पैसा राखिदियो यहाँ राखिदिनु नि कति किन नराखिदिएको पैसा पैसा नै राख्दैन यसले पनि बच्चा बोल्छ तर के हो सबै बच्चावाला एरिया छ बाल्यकालको मन्दिर होला क्या हेर्नु नि यो पात भन्दा फुल बढी के उसको पातै फुल फुले जस्तो के यस्तो चाहिँ देखाएको थिएन यो फुल चाहिँ मलाई देखाएको यहाँ हेर न यहाँ पनि मेरो पनि पातै फुल्ने के त्यहाँ भगवान्लाई पैसा दिने के त कसो चाहियो त्यसो गर्न मिल्छ कसले भनेको त्यसो चाहियो भनेर अर्काको सामान तोड गर्ने हुँदैन नि यिनीहरूलाई आउँछ भगवान्ले त चाहियो भनेर हुँदैन राति सपनामा आएर मेरो चस्माले मेरो सामान फिर्ता लिए भनिन र आमा छोरी हो ल यता ओए धन्दै उचालतिर हजुर अङ्कल बिस्तारै गर्नु छोरी उफ्रे मेरो ल ल ल केही भएन। गरिदिनु गरिदिनु चुप लाग, चुप लाग। उई, यो अलि अर्कै खाले रहेछ हाम्रो चाहिँ। उई, ल भयो ल। पुच्कारेसँग त्यस्तो अल्छी भयो उयो गाडी ठोक्यो उ त्यो मान्छे अरे थाहा छ हो र ब्रेक गजक नभनेको गजक के गर्नु पनि। अगाडिको ल अब बसेर अनि बाई बाई गर्दिने यहीँबाट हजुर सानो मात्रै ढुङ्गा देखाएर बाई बाई गरिदिनु एकचोटि के भेटायो साइनाले कस्तो इस्युहरू थियो के इस्यु हो ए, यो चाहिँ हाम्रो फोटो लन्च हो ब्रेक हो होइन सानो मान्छे कहाँ गयो नाक डद्दो रहेछ सानो मान्छे त चिकन सलाद हिटो खिचायो तिनटा मात्रै लिएर आएको त नि हाम्रो त तिमीहरू चाहिँदैन पनि चाहिन्छ कतै त ल्याएको छोड्दैन सोचे राइस बिना ಇದೆ ಗೊತ್ತಿದೆ बराइमास् न लैजाउँ न ओहो कस्तो मिठो देखेको यार अर्काको पनि ताकसिनो बुन किन लागि ए वडाक न तिम्रो चाँडै
डेली बोकाइदिएर खानु 9,900 छैन ल त्यत्रो त कहाँ हुन्छ गुजु 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 कस्तो भइरहेछ गाइजहरू खानेकुरा ऊ मान्छे चिनी मलाई ल्याउनु म तिर्छु साइको डेजा त अलिअलि ग्रुप बनाएर फोन हालिरहेको रहेछ अब अहिले कसको डेजा त यो साइना समाउ त मेरो हो मेरो डेजा त हो भन ए खाइदिनु सबैलाई अब चाहिँ हामी घर फर्किन लागेको ओच्कारे समादेश छोरी खोइ खोइ लौजा मान्छे त अल्छी लाग्छ आज उसको किबु नै ठिक छैन ओच्कारे समादेश उसको समादेश खै ओच्कारे समादेश